Okay, this short message is to hats off to salute those guys who left their academic study early and pursued the new careers like plumber, driver, electrician, etc. हो तपाईलाई त्यस्तो लाग्छ लाग्दैन हाम्रो समाजमा हामीले जबदेखि क ख एबीसीडी सिकाउँछौँ नि बच्चालाई त्यो बेलादेखि हामीले भन्ने भनेको राम्रोसँग पढिस् भने त कुर्चीमा बसेर कलम घुमाएर खान सक्छस् जीवन बिताउन सक्छस् तैँले राम्रोसँग पढिनस् भने तैँले हलो जोत्नुपर्छ हैन के भने आयो हामीले ठीक भनिरहेछौँ हामीले हलो जोत्नु भनेको नराम्रो हो श्रम गर्नु भनेको नराम्रो हो आरन दे द ग्रेट पिपल होइन हाम्रो मन्त्रीजी भन्दा हाम्रो नेताजीहरू भन्दा कोही टिचर भन्दा कोही वकिल भन्दा अथवा कोही पत्रकार भन्दा श्रम गरेर फलाएर दिने चिज भनेको केही चिजहरू बनाइदिने फिक्स गरिदिने भनेको त्यो भनेको त महान चिज होइन र तपाईहरु जो हुनुहुन्छ जो यो पढाइको युनिभर्सिटीको पढाइको यो चक्कर छोडेर इन्ट्रेस्ट नभएपछि बेलैमा करियर चेन्ज गरेर आफ्नोतिर लाग्नुभयो नि कोही प्लम्बर हुनुभयो कोही इलेक्ट्रिसियन हुनुभयो कोही ड्राइभर हुनुभयो कोही घर बनाउने मिस्त्री हुनुभयो ह्याट्स अफ पिपल तपाईहरुलाई त सल्युट छ यु आर गाइज ग्रेट अब युनिभर्सिटीमा केही छ पनि र केही छैन पनि तपाईलाई एकदमै इन्ट्रेस्ट लाग्छ एकाडेमियामा इन्ट्रेस्ट लाग्छ छ तपाईलाई खासै इन्ट्रेस्ट छैन बाहिर इन्ट्रेस्ट छ भने बाहिर झन् विशाल चीज छ त्यही कारणले तपाईलाई कहाँ ठीक लाग्छ त्यही छान्ने हो त्यही एक्सप्लोर गर्ने हो मात्र साक्षर चाहिँ हुनु पर्यो है सामान्य गणित अंग्रेजी नेपाली अनि क्याल्कुलेसनहरु अनि कम्प्युटरको भाषाहरु ल्याङ्ग्वेजहरु चाहिँ यो चाहिँ बुझ्नु पर्यो त्यसपछि यु आर फ्री टु चुज इदर इन एकाडेमिया अर प्रोफेसनलिज्म देयर म जो साथीहरु हुनुहुन्छ बेलैमा 8 कक्षा भ्याएर अथवा 10 कक्षा भ्याएर तपाईहरुले औपचारिक पढाइको यो चक्र मन नपर्दै छोड्नुभयो र बेलैमा ड्राइभर बन्नुभयो बेलैमा प्लम्बर बन्नुभयो अथवा बेलैमा कुक बन्नुभयो नि यु आर द ग्रेट पिपल ह्याट्स अफ फर यु अगेन